कुनै एक समयको कुरा हो। भगवान अर्जुन र श्रीकृष्ण कुनै ठाउँ घुम्दै हुनुहुन्थ्यो। उहाँहरू घुम्दा घुम्दै एकजना भिखारीलाई देख्नुभयो। त्यो भिखारी भिख मागिरहेको देखेर भगवान अर्जुनलाई निकै दया लाग्यो र एउटा हिराको औँठी दिनुभयो र अबदेखि भिख नमाग्नु भनेर सम्झाउनुभयो। हिराको औँठी पाउन बित्तिकै भिखारी खुसी भयो। खुसी भएर घर जान लाग्यो। अनि घर जाँदाखेरि त्यसले के सोचेछ भन्दाखेरि अब त हिराको औँठी पाइहाल्यो, अब घर बनाउँछु एउटा नयाँ, पैसाको अभाव हुन्न, अब बस्ने खाने आनन्द गर्ने अब रमाउने हो भन्ने सोचेछ। त्यस्तै सोच्दै जाँदाखेरि बाटोमा त्यो चोर रहेछन्। अनि बाटोमा त्यो भिखारीको सुनु औँठी चोरहरूले चोरिदिएछन्। चोरेपछि भिखारी अब फेरि लाचार भएर भिख माग्न बसेछ। फेरि अर्जुनले त्यस्तै देखेर अनि फेरि भिख माग्न आयो तिमी भनेर सोद्धाखेरि अनि भिखारीले भनेछ, महाराज मेरो त औँठी नै चोरिदिए, लगेर जाँदै थिएँ, बाटोमा दुईजना चोर भेटिए अनि चोरेर लैगिए भनेर भनेछन्। त्यसपछि भगवान अर्जुनले फेरि दिएछन्। फेरि अब सिग्री दिएछन् भगवान अर्जुनले। सिग्री लगेपछि भिखारी खुसी हुँदै घरतर्फ जान लागेछ। यो चोटि त चोर आए पनि दिदिनँ, लुगाउँछु, घर बनाउँछु, बस्छु, अब आनन्दले पैसाको अभाव हुन्न अब पनि भनेछ। त्यस्तै गरेर बोल्दै जाँदै गर्दाखेरि त त्यो हातमै रहेछ सिग्री। अनि जाँदाखेरि पुलदेखि तल खसिगएछ, खोलामा खसेछ। खोलामा खसेपछि त यो चोटि भिखारीको मनै मर्यो। मन मरेर फेरि भिख माग्न गयो। अनि भगवान अर्जुन र श्रीकृष्ण घुम्दै घुम्दै फेरि त्यही ठाउँमा आइपुग्नु भएछ। यो चोटि अर्जुनलाई निकै नै रिस उठ्यो। अनि त्यसपछि अब त मसित केही धन पनि छैन, जति भिख दियो उति लोभ मान्ने, लोभले लाभ, लाभले विलाप भन्ने थाहा छ कि छैन, जति दिए पनि भिख माग्न आइहाल्ने, त्यत्रो दिएकै त हो भनेर भनेछ। त्यसपछि भिखारीले रुँदै भनेछ, भगवान मेरो त औँठी खसिगयो, बाटैमा जाँदै थिएँ खसिगयो, म ठग्ने उद्देश्यले ठगेको होइन, मैले साँच्चै भनेको, ठगेको होइन भनेछ। त्यसपछि अनि भगवान अर्जुनले अब मसित भएको यही 20 रुपियाँ हो, यति मात्रै छ, अब लगेर जाऊ भनेछन्। भनेपछि अनि त्यही भए पनि लग्नै पर्यो, भिखारी हो, अब भिख त भइगयो, लगेछ। भिख लगेर जाँदै गर्दाखेरि अब बाटोमा एउटा माछा बेच्ने मान्छे रहेछ। माछा बेच्ने मान्छे माछा बेचिरहेको रहेछ। अनि त्यसपछि माछा बेच्ने मान्छे चाहिँ दुखी रहेछ क्या। अनि मान्छेसित गएर सोधेछ, तपाईँ यति दुखी किन हुनुहुन्छ भनेको, बिहानदेखि एउटा माछा पनि बिक्री भएको छैन, मेरो घरमा रासन पनि सकिएको छ, खानलाई केही छैन भनेछ। अनि त्यो भिखारीलाई निकै करुणा आएछ र एउटा माछा किनेछ भिखारीले। माछा किनेछ अनि 20 रुपियाँ दिएछ। त्यसपछि भिखारी घर आएर माछा पकाएर खानु पर्यो, अब केही पनि पाइएन, भोक पनि लागेको छ भनेर भिखारीले माछा पकाएर के खान लागेको थियो। माछा काट्दाखेरि त त्यो खसेको संयोगवश त्यो खसेको सिग्री चाहिँ त्यही माछाभित्र रहेछ क्या, त्यही माछाभित्र रहेछ। अब भिखारी खुसी भयो। अनि त्यसपछि त्यो माछालाई चाहिँ अब खानुहुन्न, यसले विष पनि खाउन सक्छ भनेर फाल्न जान लागेको रहेछ। अनि खुसी भएछ। त्यसले 1000 रुपियाँ भेटायो, फेरि बाटोमा भेटायो। अनि भेट्यो भनेर कराएपछि अनि त्यहाँबाट हिरा चोर्ने चोरले पनि हेरिरहेको रहेछ त्यतिर। भेट्यो भन्न बित्तिकै चोर डरायो, राजालाई भनिदिन्छ कि अब यसले थाहा पाइहाल्यो, चिनिहाल्यो मलाई भनेर। अनि त्यसपछि औँठी ल्याएर दिएछ। अनि भगवान श्रीकृष्णले अर्जुनले यो सबै कुरा थाहा पाएपछि अर्जुनले कृष्णसित भनेछन्, यो के चमत्कार भयो प्रभु भनेर सोद्धाखेरि, जतिखेर तिमीले यसलाई हिराको औँठी र सुनको सिग्री दियो त्यतिखेर यसले आफ्नो बारेमा सोच्यो, तर जतिखेर तिमीले 20 रुपियाँ दियौ त्यतिखेर यसले अरूको लागि सोच्यो। तसर्थ आफ्नो स्वार्थ मात्र पुरा गर्नुभन्दा पहिला अरूको भलाइ हुने काम पनि गर्नुपर्छ भन्ने सन्देश यस कथाबाट पाउन सकिन्छ। धन्यवाद।